हेलो साथीहरू, नमस्ते सबैजनालाई। अनि आज चाहिँ म बिहानै उठेँ अनि घर लिपिरहेको छु कि अनि घर लिप्यो अरे होइन। अनि आज चाहिँ किन घर लिपेको भन्नुहुन्छ भने आज चाहिँ हाम्रो सगुनेको पूजा थियो, भाले पूजा गर्नुपर्ने थियो। अनि तराईतिर त खासै त्यस्तो हुँदैन होला, यता पाहाडतिर चाहिँ प्रायः यस्तै चलन हुन्छ कि अब पूजाहरू गर्नुपर्छ वर्षमा। अनि यसरी गर्नुपर्छ नि त। अनि मैले घरहरू लिपेर सकाएँ। अनि त्यसपछि चाहिँ काकाहरू पनि आउनुभयो। अनि मम्मीले चाहिँ यता टपरीहरू बुनेर भ्याइसक्नु भएको रहेछ। अनि फेरि यता चाहिँ दुईजना मिलेर अन्डा पकाउँदै हुनुहुँदो रहेछ पूजा गर्नको लागि। अनि यतातिर चाहिँ काकाले रेडी गर्दै हुनुहुन्छ, यहाँनिर पूजा गर्नुपर्छ अरे नि त। अनि बाहिरै पूजा गर्नुपर्छ। अनि जे पूजा गर्नुहुन्छ नि, जस्तै कुखुराको भाले भयो, अनि त्यो चाहिँ भित्र पकाएर खान मिल्दैन अरे क्या। अनि बाहिरै पकाएर खानुपर्छ, बाहिरै पूजा गर्नुपर्छ भन्नुभयो। अनि यता पूजा गर्न पनि सक्नुभयो। अनि हामीलाई टिका पनि लगाइदिनु भयो अनि सबैजनालाई। अनि मेरो छोराले चाहिँ टिका हेर्दैछ क्या, अनि निकाल्दै हेर्दै गर्दैछ, यस्तो चकचके भएको छ नि। अनि यसरी टिकाहरू हामी चाहिँ लगायौँ। अनि त्यस पछाडि चाहिँ यता कुखुराहरू पनि पूजा गरिसक्नु भयो। अनि यता कुखुरा डराउँदै हुनुहुन्छ मेरो बुढा चाहिँ, हात पनि पोलेछ। अनि कुखुरा डराउँदै हुनुहुन्छ। अनि त्यस पछाडि चाहिँ मैले खानासाना खायो अरे। अनि फेरि गोठालो गएँ। अनि फेरि गोठालोबाट आएँ 4 बजी बाख्रा लिएर। अनि मेरो चाहिँ साथीहरू यस्तरी नै दिन बित्छ, गोठालो जा आइज होइन। अनि आजको मेरो मिनी भ्लग पनि भ्याइयो साथीहरू, बाई बाई।